गाइज मेरो चाहिँ अब काठमाडौँको यात्रा भयो हैन पशुपतिनाथको। सो यति भन्दै अब चाहिँ मुक्तिनाथको हो। यो चाहिँ हाम्रो के भन्छ यो ठाउँको नाम पर्स्याङ। यो भनेको चाहिँ बगर साइड पर्छ। अनि म चाहिँ यहाँबाट अब हिँड्दैछु है, मेरो यात्रा चाहिँ सुरु गरिँदैछु गाइज। सो यति भन्दै अब यहाँबाट जानुपर्ने हो यही साइडबाट। सो हेर्दै जानु होला मेरो अब आजको पास कहाँ हुन्छ। सो यति भन्दै ल बाई गाइज। म चाहिँ अब कपाल लामो भएछ कि, सो अब कपाल काट्न आँटेको लुक्स है गाइज। कपाल सबल काटियो यहाँबाट चाहिँ गाइज होइन 200 किलोमिटर रहेछ। जति मैले काठमाडौँमा पशुपतिनाथको एक्सप्लोर गरेको थिएँ नि, काठमाडौँ गएको थिएँ त्यति नै, मुक्तिनाथको पनि त्यति नै रहेछ क्या गाइज है। अनि अब हेर्दै जाऊँ होइन, 200 किलोमिटर रहेछ। अनि अब सो केही छैन है, हेर्न सक्नुहुनेछ बागलुङ 57 किलोमिटर रहेछ है। 57 किलोमिटर चाहिँ गाडी आउँदैछ क्या अब यार। सो 57 किलोमिटर चाहिँ होइन गाइस बागलुङ रहेछ होइन। अनि फेरि चाहिँ कति भन्दै हुन्छ 72 किलोमिटर भन्दै हुनुहुन्थ्यो दाइले होइन। अनि हिँड्नुपर्ने चाहिँ मेरो यहाँ धेरै नै छ गाइज है। अनि सबै मेरो दाजुभाइ दिदी बहिनीहरू सबै अङ्कल आन्टी होइन, जतिले पनि मेरो भिडियो हेर्नु भएको छ उहाँहरूले चाहिँ एक सब्सक्राइब गरिदिनु होला है। तपाईँहरूकै लागि नै म यति दुःख पनि गरिरहेको छु है। अनि तपाईँहरूलाई पनि देखाइदिउँ होइन। सो मेरो तपाईँहरूको लागि भन्दा पनि नि मेरो एउटा प्यासन पनि हो होइन। अनि म पनि अब मुक्तिनाथ अहिलेसम्म चाहिँ गएको छुइनँ होइन। भिडियोहरूमा अब यस्तो त्यो हेर्नु चाहिँ हेरेको छु होइन। अनि म गएको छुइनँ, त्यही जानको लागि चाहिँ अब म पनि अब एकचोटि दर्शन गर्न जाऊँ। र त्यहाँ गयो भने चाहिँ एउटा त्यहाँको के लाग्यो भने यस्तो भनेको सुनेको थिएँ भने त्यहाँ गएर कतिवटा धारा छ त्यो पनि मलाई थाहा छैन एक्ज्याक्टली होइन। त्यो धारामा त्यो त्यहाँनिर गएर नुहायो भने चाहिँ पाप पर्छ अरे क्या। त्यही भएर पनि गाइज है म चाहिँ अनि मुक्तिनाथको मैले चाहिँ ट्राभलिङ गरेको हो गाइज होइन। अनि सो म पनि अब प्लेसहरू हेर्दै अर्ग्यानिक भाइस अनि प्रकृतिहरूसँग रमाउँदै र तपाईँहरूलाई पनि देखाउँदै होइन। सो अनि त्यही भएर लाइफको इन्जोय पनि लिउँ भनेर चाहिँ गाइज म चाहिँ पैदल यात्रै गरेको हो होइन। अनि त्यहाँबाट सो अनि अरूले पनि गरिरहेछ यो होइन, युट्युब च्यानल अब जस भ्लग गरिरहेछ होइन। सो अनि अब यस्तो हो नि त, अब गरिरहेछ अब म पनि गरौँ न भन्ने मेरो पनि प्रयास, मेरो पनि अब एउटा जस्ट चले या नचले पनि होइन एउटा मेमोरी पनि हुन्छ होइन। पछि म बुढेसकाल लाग्दाखेरि चाहिँ यस्तो पनि भएको थियो लाइफमा भन्ने पनि एउटा होइन मेमोरीको लागि पनि मैले चाहिँ यो सो यो यात्रा मैले चाहिँ मैले चाहिँ गरेको हो होइन गाइज। अनि मेरो पशुपतिनाथको यात्रा त तपाईँहरूले देख्नुभयो, कतिले हेर्नु भएको छ कतिले हेर्नु भएको छैन होइन। सो हेरेर तपाईँहरूले पनि सो माया त देखाइदिनु होला है। त्यही तपाईँहरूको माया भनेकै नि सब्सक्राइब है गाइज है। अनि अब म त हिँड्दैछु, खोइ कहाँ आइपुगेँ हेर्नुहोस्। अब यस्तो छ बाटो, अब यहाँबाट उकालो चढ्नु पर्ला जस्तो पर्ने हो जस्तो लागिरहेछ। अब डाँडाको अब वे आउँछ होइन। अनि बाटोको चाहिँ यस्तो छ है गाइज है। अनि सो हेर्दै जानु होला गाइज है। म पनि हिँड्दैछु अब आज चाहिँ कहाँ बास हुन्छ। सो अब हेर्दै जाउँ कहाँनिर ठाउँ हुन्छ, त्यहाँनिर क्याम्प राखेर क्याम्पिङ त्यहीँ क्याम्प गरेर अनि मेरो अनि आज चाहिँ किनभने पानी पनि पऱ्यो गाइज, त्यही भएर मेरो यात्रा अलिकति रोकियो क्या। भने जस्तो नत्र म कहाँ पुगिसक्थेँ पनि होला सायद होइन। अब पानी पनि पऱ्यो अनि त्यही भएर म आज धेरै पनि हिँडिनँ भनौँ न। अब यो कुन ठाउँ हो त्यो यसो थाहा छैन होइन। फेदी आइसकेको छु बल्ल होइन, फेदी आइरहेको छु। ल यति भन्दै गाइज है अब कहाँ हुन्छ मेरो बास, सो म तपाईँहरूलाई देखाउने नै छु। यति भन्दै गाइज बाई।
यहाँबाट चाहिँ उता घरहरू छैन जस्तो लाग्यो कि। अनि सो आज चाहिँ मेरो यहीँ बास हुन्छ होला गाइस, यहीँनिर यही प्रतीक्षालयमा। अब बाबुहरूले पनि सब्सक्राइब हानिदिइसक्यो होइन बाबु, सब्सक्राइब हानिदिइसक्यो, दाइले पनि हानिदिनु भयो होइन। सो यति भन्दै आज गाइस है मेरो चाहिँ आज बास चाहिँ हुन्छ। सो एकछिनपछि टेन्सन सेटअप यहीँ गर्ने हो चाहिँ। आज चाउमिन हो आज है, चाउमिन खाएर चाहिँ आजको बास त्यहीँ हुन्छ मैले तपाईँहरूलाई देखाइसकेको छु है। ल सो यति भन्दै अहिले ट्रेन सेटअप भयो है। आज अब यहाँनिर आजको नाइट यहीँ सेफ त हुन्छ होला है। यहाँबाट उता चाहिँ घरै देखिएन क्या, त्यही भएर चाहिँ पाइला सार्नै मन लागेन होइन। अब अगाडि के हुन्छ थाहा छैन होइन, अब घरै छैन, अब बाटोमा जे पनि हुनसक्छ गाइस। त्यही भएर चाहिँ मैले चाहिँ आज यात्रा यहीँ स्टप गरेको छु। अनि सो भोलि मर्निङमा चाहिँ मेरो पाइला स्टार्ट हुन्छ। सो भोलि तपाईँहरूलाई मर्निङमा भेटौँ है। ल यति भन्दै गाइस बाइ। ओम नमः शिवाय, हर हर महादेव। हेलो गाइस, मर्निङ सबैलाई होइन। सो मेरो बास चाहिँ तपाईँहरूलाई देखाउँछु म है यहाँनिर। अब चाहिँ मर्निङ भयो, अब मेरो पाइला यात्रा बढाउनु पर्ने हुन्छ गाइस है। सो यति भन्दै गाइस है अब उठि पनि सकेँ। अब मेरो पाइला यात्रा अब फेरि पनि सुरु हुन्छ है। आज म कति किलोमिटर अब चाहिँ मैले कभर गर्छु है। सो तपाईँहरूलाई देखाउने नै छु। सो हेर्दै जानु होला। अनि हिजो चाहिँ म कस्तो भयो भने सुकिहालेछु क्या। यति भन्दै गाइस अब म तपाईँहरूलाई म अब यहाँबाट सामान तन्को मनको गरेर चाहिँ म हिँड्नुपर्छ है। सो यति भन्दै गाइस है अब के भन्नु है, म तपाईँहरूलाई अब यहाँबाट अब सामान प्याकस्याक गरिवरी अनि त्यहाँबाट चाहिँ तपाईँहरूलाई म फेरि पनि अगाडि भेट्नेछु है। सो यति भन्दै भयो गाइस। ल गाइस यो जाने बाटो चाहिँ घान्द्रुक जाने बाटो यताबाट, अनि म जाने चाहिँ यतैबाट है गाइस है। सो म जाने बाटो चाहिँ यताबाट हो। अनि अब म चाहिँ त्यहाँबाट पनि सामान थन्कोमन्को गरेर हिँडिसकेँ गाइस है, अगाडि बढिसकेँ। सो यस्तै छ गाइस है। अब हेर्न सक्नुहुनेछ आज चाहिँ कस्तो चाँडै घाम लाग्दिएको क्या आज चाहिँ दिन होइन। सो आज चाहिँ दिन चाहिँ चाँडै खोलिदियो होइन गाइस। सो यति भन्दै गाइस है घाम पनि लागिरहेछ। ल आज कहाँसम्म कभर गर्न सक्छु होइन, आज त्यहाँसम्म चाहिँ म कभर गर्छु होला। सो यति भन्दै अहिले भेटौँला गाइस। पानी चाहिँ क्या मिठो पानी क्या, गुलियो टाइपको यार। अब म पनि यहाँ आएर ब्रस गरेर फ्रेस भयो गाइज। अब चाहिँ म अगाडि बढ्नुपर्छ गाइज है, अगाडि बढ्नुपर्छ गाइज है। अब जाने बाटो चाहिँ यस्तै छ। सो यति भन्दै फेरि पनि मेरो पाइला अगाडि बढ्नेछ अनि हजुरहरूलाई पनि फेरि अगाडि देखाउने नै छु। यति भन्दै बाई गाइज। उहाँ अङ्कलहरूको चाहिँ कुल मन्दिर रहेछ होइन, यहाँको अङ्कलहरूको चाहिँ यो रहेछ। अनि अङ्कल यहाँ हजुरहरूको कुल मन्दिर हो है। सो केही भनिदिनु सक्नुहुन्छ र एक दुई वचन? हजुर हाम्रो जन्मस्थल हो। हजुर हजुर। माझा सुवारे गिरीहरू बसोबास गरेको ठाउँ भएको हुनाले हजुर हजुर माझा सुवारे गिरी समाजको यो कुल मन्दिर हो। ल हस् त, हजुरलाई पनि अब यहाँको जानकारी दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद। धेरै धन्यवाद। यो हाम्रो चाहिँ आएर यतिको सोधनी पुछनी गरेर हजुर हजुर मिडियामा जान्छ, हजुर बाहिर हजुर पनि जान्छ, हजुर हजुर प्रचारमा सहयोग गर्नुभयो। हजुर हजुर धन्यवाद। हस् त हस् त, हजुरलाई पनि धेरै धेरै धन्यवाद। केही शब्द भनिदिनु भयो है। ल हस् त, ल बाई भनिदिनुहोस् न त है एकपल्ट। ल
सबैलाई है ल फेरि फेरि भेटौँ हस् फेरि आउँदाखेरि पनि हस् त हस् त हस् र आराम गरेर चाहिँ अनि फेरि मेरो पाइला बढाउने नै छु गाइज है ल यति भन्दै म अहिले एकछिनपछि फेरि तपाईँहरूलाई भेटौँला हस् त बाई बाई गाइज ल गाइस शीतल गुफा धार्मिक तथा पर्यटन सस्थल भन्ने ठाउँमा चाहिँ आइपुगेँ म है ल गाइस यसो गुफा कस्तो रहेछ एकपल्ट गुफातिर पनि हेरिदिउँ होइन यात्रा त अब मेरो छँदैछ अब यस्तो यस्तो ठाउँ पाउँदाखेरि चाहिँ नि अब एक्सप्लोर त गर्नु पर्यो गाइस है ल यति भन्दै म माथि पुगेर तपाईँहरूलाई देखाउने नै छु है ल गाइस गुफा चाहिँ बन्द रहेछ ओम नमः शिवाय हर हर महादेव होइन गुफा बन्द रहेछ सो हेर्दै जानु ल बाई गाइज म चाहिँ यहाँ आएर बसिरहेको छु होइन यहाँ ब्याग स्याग राखिरहेको छु अनि त्यहाँबाट अब चाहिँ मेरो भिडियोलाई चाहिँ म यहीँ इन गर्छु होला गाइज है धेरै लामो पनि हुन्छ त्यही भनेर चाहिँ मैले चाहिँ अब यो भिडियोलाई चाहिँ म यहीँ इन गर्छु अनि म कहाँ आइपुगेँ भनेर तपाईँहरूलाई भन्छु है यो पर्वत अनि त्यहाँबाट म्याग्दीको बिचमा है म चाहिँ अनि म्याग्दी पर्वतलाई छोडेर पनि म्याग्दी तिर चाहिँ म अब प्रोसेस गर्दैछु होइन मेरो यात्रा बढ्दैछ गाइज है सो यति भन्दै गाइज है भिडियो जति पनि अब मेरो अब सब्सक्राइब जतिले पनि मेरो सब्सक्राइब गरिदिनु भएको छ उहाँहरूलाई चाहिँ है भन्न चाहन्छु तपाईँहरूलाई धेरै धेरै धन्यवाद है अनि यति भन्दै तपाईँहरूलाई धेरै धेरै माया छ मेरो जति पनि सब्सक्राइब हुनुहुन्छ धेरै चाहिँ छैन होइन मेरो स्टार्टिङ हो 35-36 सब्सक्राइब होला होइन यति भन्दै अब म यो भिडियोलाई म यहीँ इन गर्न चाहन्छु यति भन्दै बाई गाइस नेक्स्ट भिडियोमा फेरि नेक्स्ट भिडियो लिएर आउने नै छु यति भन्दै बाई गाइस है राम्रोसँगले आफ्नो केयर गर्नु होला आफ्नो ख्याल गर्नु होला है सो यति भन्दै सबैलाई मनैबाट माया अनि त्यहाँबाट ल यति भन्दै बाई गाइस है हेर्दै नासारेरै